हेलो साथीहरू नमस्कार। आज हामी आएको छु मालदिभ्सको यो सानो आइल्यान्डमा। यो मालदिभ्सको एउटा ब्युटिफुल आइल्यान्ड हो। यसो आइल्यान्डको नाम चाहिँ भिलिङ्गिली हो। यो माले सिटीदेखि लगभग 32 घन्टाको डिस्टेन्समा छ। यो मालदिभ्स यो ब्युटिफुल कन्ट्री हो, जुन टुरिस्ट कन्ट्री भनेर फेमस छ वर्ल्डमा। यो कन्ट्रीमा चारैतिर समुद्र पानी नै पानी देख्न पाइन्छ। जस्तै मेरो पछाडि पनि तपाईँ पानी नै हेर्न सक्नुहुन्छ। अनि यतापट्टि रहेछ त्यस क्यामेरा गयो। अनि यतापट्टि रहेछ पुरा आइल्यान्ड। यो चाहिँ आइल्यान्ड हो, यतापट्टि चाहिँ समुद्र हो। चारैतिरबाट समुद्र रहेछ, तर म क्यामेरामा पुरै चारैतिर त देखाउन सक्दिनँ तपाईँहरूलाई। यो देख्न सक्नुहुन्छ, यहाँ मालदिभ्सको क्यापिटल सिटी भनेको माले सिटी हो। अनि यहाँ चाहिँ प्रायः जस्तो सानो आइल्यान्डहरू जस्तै गर्दा 1200वटा आइल्यान्ड छ टोटल। तपाईहरुलाई म यहाँको फुड कस्तो हुन्छ, समुद्र एरिया मान्छे कस्तो हुन्छ सब म देखाउने छु। त्यही भएर मेरो च्यानललाई फलो गरिदिनु होला अनि यो ट्यागको लाइक गरिदिनु होला। हस्त धन्यवाद। अहिले